केसी सुवेदीको नमस्कार। म सानैदेखि लोकगीत अब सालै जब भयो जम्मै गाउँघरका लोकगीततिर पनि रुचि राख्ने र वाद्यपालन पनि बजाउने रुचि राख्ने, नाच्ने पनि, गाउने पनि, भजनहरूमा पनि त्यतिकै रुचि राखेर सबै आफू कथित गीतहरू पनि आफूले नै कथेर आफूले रचेर गाउने र आफूले पनि वाद्यपालन बजाउने गरेको हुँदा म आज एउटा भगवानको भजन अहिलेसम्म त रेकर्ड गराएको छैन, आज रेकर्ड गराउन जाँदैछु र यो कस्तो लाग्छ, के लाग्छ, यो पहिलोचोटि हो, यो राम्रो लागेर हजुरले सुधार्छु। मैले अर्कोचोटि पनि फेरि भजनहरू कथित गर्नेछु भन्दै म आज भजन सुरु गर्छु। अब सुनिदिनु होला, धन्यवाद। पहिलो नमस्कार, पहिलो दोस्रो नमस्कार सरस्वती मातालाई, दोस्रो नमस्कार, दोस्रो नमस्कार, दोस्रो नमस्कार, सरस्वती मातालाई, दोस्रो नमस्कार, तेस्रो नमस्कार, सम्पूर्ण देव देवतालाई, तेस्रो नमस्कार, तेरो नमस्कार, तेरो नमस्कार, सम्पूर्ण देव देवतालाई, तेरो नमस्कार, तेरो नमस्कार, तेरो हात जोड्दछु, शरण पर्दछु, अब म त भगवानको भजन गर्दछु। हात जोड्दछु, शरण पर्दछु, अब म त भगवानको भजन गर्दछु। राम जपनी हो, श्याम जपनी हो, भगवानको भजन गरी आयु थप्ने हो। राम जपनी हो, श्याम जपनी हो, भगवानको भजन गरी आयु थप्ने हो। मेरो के रहेछ, तेरो के रहेछ, मेरो तेरो भन्नु पनि व्यर्थैको रहेछ। मेरो के रहेछ, तेरो के रहेछ, तेरो तेरो भन्नु पनि व्यर्थैको रहेछ। मेरो के रहेछ, तेरो के रहेछ,
आको धन सम्पत्ति दौलत छिनलाई पाको रामको नाम नजपे स्वर्ग पुग्दैन हिजो थिएनौँ भोलि हुँदैन रामको नाम नजपे स्वर्ग पुग्दैन हिजो थिएनौँ भोलि हुँदैन सधैँ सम्पत्ति सधैँ भन्छन् धन भगवानको भक्तितिर कहिले लाउने सधैँ सम्पत्ति सधैँ भन्छन् भगवानको भक्तितिर कहिले लाउने सधैँ सम्पत्ति दुखी हुन्छौँ धन दुखी हुन्छौँ धन भगवानको नाम जपे आनन्द छ दुखी हुन्छौँ धन दुखी हुन्छौँ धन भगवानको नाम जपे आनन्द छ दुखी हुन्छौँ किन रुनी हो आए किन रुनी हो रामको नाम जपी जपी मुक्ति हुने हो किन रुनी हो आए किन रुनी हो रामको नाम जपी जपी मुक्ति हुने किन रुनी हो भक्तितिर मन लगाई पाप धुनी हो किन रुनी हो किन रुनी हो भक्तितिर मन लगाई पाप धुनी हो किन रुनी हो किन रुनी हो हे भगवान् संसार मिलाइदेऊ संसार मिलाइदेऊ अज्ञानको नाश गरी ज्ञान दिलाइदेऊ संसार मिलाइदेऊ संसार
जय होस् नारायण हरिहरि